र आज हाम्रो देउसी भैलीको टिम छ यहाँ। ह्याप्पी न्यू इयर गाइस सबैजनालाई। र आज म परिचय दिन जाँदैछु अब हाम्रो यो कमिटीको। म राहुल मगर, म यो फासमाटी देउसी भैलोको भाइस सेक्रेटरी परेको छु र हाम्रो यो फासमाटी देउसी भैलोको टिममा हामीले एउटा पिकनिक आयोजन गर्न जाँदैछौँ र आयोजनमा हामी प्रेसिडेन्ट साथी राख्नुभएको छ उहाँ मनबहादुर थापा। नमस्ते, ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर 2026। पर्नुभएको छ हाम्रो भाइस प्रेसिडेन्ट। सबैलाई ह्याप्पी न्यू इयर। एउटा दुईवटा शब्द राख्नु। हामी फासमाटी देउसी भैली टिमको म परे भाइस प्रेसिडेन्ट। त हामीहरूको सबै फासमाटीवासीलाई ह्याप्पी न्यू इयर। सबैलाई सबैको घरमा सुख र शान्ति आओस् भन्ने आशा गर्दै म आज रमाइलो गर्नु आउँदैछु। फासमाटी देउसी भैली टिम यता पनि छ। रोशन लिम्बू। हजुर भन्नुहोस्, तपाईँको एउटा दुईवटा परिचय हामी दिनुहोस्। चाहिँ फुर्ती गरेको अहिले अब हैन, हजुर पिकनिक नयाँ साल 2026 को। र उहाँ पर्नुभएको छ हाम्रो भाइ सेक्रेटरी देउसी भैलो टिमको। ह्याप्पी न्यू इयर 2026 लाई सबैलाई राम्रो होस्, खुस होस्। आज रमाइलो गर्दैछु। र अब यो प्रोग्राम चाहिँ कहिलेसम्म रहने रहेछ? दिउँसै खतम हुन्छ न रातभरि नै हुन्छ? यो राति 10 साढे 10 बजी तक हुन्छ। त्यहाँबाट भनेपछि आज 1 तारिक মানে 2 तारिक खतम हुने रहेछ पिकनिक। त्यस्तै भन्नु पर्यो अब। र यता हाम्रो प्रेसिडेन्ट चाहिँ एक शब्द राखिदिनु होला। नमस्ते। यता हाम्रो सदस्यहरू हुनुहुन्छ, सबै एउटा एउटा डिपार्टमेन्टमा छ। र हाम्रो प्रेसिडेन्टको देखि कतिवटा अब होइन, प्रेसिडेन्ट दाइकोदेखि मामादेखि अब कतिवटा शब्दहरू सुन्न चाहन्छु कार्यक्रमको विषयमा। कस्तो के राखेको छ यो पिकनिकको प्रोग्राममा? ल, मेरो नाम एमबी थापा, मनबहादुर थापा फुल नाम चाहिँ। हाम्रो अब यहाँ यो 2026 को यो जनवरी यो ह्याप्पी न्यू इयरको हामी यो उपलक्ष्यमा हामी यहाँ रमाइलो गरिरहेको छौँ। हामी यो देउसी भैलो हामीले देउसी खेलेको थियौँ, त्यो टिमको सबै ग्रुप हाम्रो गाउँको राइज मिलेर हामीले यहाँ दिँदैछौँ। अब सबैलाई फुर्ती होस्, फुर्ती गरौँ भनेर, रमाइलो गरौँ भनेर त्यसको उपलक्ष्यमा हामीहरूको यहाँ अरू अरू सदस्यहरू पनि छ। अनि यता हाम्रो जाना पेचाना हाम्रो ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर टु अल। अनि यता हाम्रो सर सबैलाई शुभकामना छ है नयाँ सालको। अच्छा, अरू केही शब्द छ कि? अरू भयो यति नै अब यहाँ हाम्रो यहाँ एउटा प्रस्तुति चल्दैछ। यो त मैले बुझ्नु सकिनँ, फार्स्टचोटि देख्दैछु मैले। यो के तेल घस्दैछ? यो कोलगाछी जस्तो लाग्छ, कोलगाछी नै हो होला नि। मामा के गर्नुभएको यहाँ? तेल डलेको। यो के को लागि तेल दल्नु भएको? कुखुरा यो कुखुराको यो कस्तो के अरे? खेल कस्तो खेल हुन्छ यो? यसको यहाँ उठेर कुखुरा निकाल्नु सक्यो भने कुखुरा पायो उसले। अच्छा, म यता सोध्नु पऱ्यो हाम्रो मै थापा सरज्यूलाई। यो के को प्रस्तुति चल्दैछ यहाँ? यो एउटा यहाँ प्रोग्राम हो। यो कम्पिटिसन हो एउटा। यसलाई ठडो पार्छ, यहाँ कुखुरा बाँधेर भयो। कहाँ बान्छ यहाँ? भाले यहाँ बाँध्छ, यसलाई ठडो पार्छ। त्यहाँबाट जसले यहाँबाट उठेर भाले झिक्नु सक्छ, त्यो भाले त्यसको। अच्छा अच्छा, यो कति फुटको होला यो यसो हेर्दाखेरि? लगभग 15 फुटको हुन्छ। अच्छा, यो कसको माने फिमेलको होइन मेलको लागि यो गेम चाहिँ? सबले बोर्ड मेलले पनि फिमेलले पनि यहाँ कम्पिटिसनमा जोइन गर्न सक्नुहुन्छ। जसले झिक्नु सक्छ उयो भाग उसकै हुन्छ। अच्छा अच्छा, कतिवटा कुखुरा छ यहाँ? माने कुखुराहरू कतिवटा एउटै हुन्छ? जसले झिक्छ सबलाई एकैबाट चान्स दिन्छ। एउटा चान्स हो, उसले कम्प्लिट गर्नु पर्यो, न त साइड हुन्छ प्रोग्रामबाट। कुखुरा बान्नु पर्यो नि त खास। अनि हाम्रो प्रस्तुति चलिरहेको छ। आजको कार्यक्रम सायद पहिलोचोटि होला एउटा पिकनिकमा यति साह्रो प्रोग्राम रहेछ, एउटा फान्सङ जस्तो। यहाँ हेर्नुहोस्, फ्यामिली पिकनिक। यहाँ लगभग 10-12 घर मिलेर यो पिकनिकको सेलिब्रेसन गर्दैछ है। र यो बहुत राम्रो कुरो हो। र यतापट्टि प्रस्तुति चल्दैछ खानापिनाको।
यता त चिनेको मान्छे जस्तो लाग्यो त चिनेको छैन यता कहाँदेखि हो बहिनी ल केही बोल्दैन खोइ हाम्रो भाउजूले यहाँ है आन्टी आन्टी एउटा दुईवटा शब्द हाई यी सेवा भात पाक्दैछ टप्ला भात आज ह्याप्पी न्यु इयरको बाई भाइ ओके यता हाम्रो भाउजूले के भन्नु चाहन्छ कि आज सबैजनालाई ह्याप्पी न्यु इयर भन्नु चाहन्छु नि ह्याप्पी न्यु इयर भाउजू हामी चाहिँ यहाँ सेवा भात बनाउँदैछ यहाँ डल्लो पार्ने ठाउँ यो पकाउने दियो हो यी डल्लो पारेर यहाँ राखेको छु भाँडामा यहाँ छ यी चामल यहाँ छ यी चामल भिजाउँदैछु अनि यहाँ चाहिँ खनेर टप्ला गरेर यहाँ 45 भइसक्यो 45 भयो 30 किलो चाउल भिजिराखेको छ 30 केजी चाउल अनि यता हाम्रो माइजू आज माइजू एउटा दुईवटा शब्द चाय डिपार्टमेन्टको हाम्रो काकी चाहिँ चाय डिपार्टमेन्टमा छ ल ल चाय पिउनु मन छ भने पिउनु पऱ्यो नि चिया अब दिइहाल्यो बिस्कुट चाहिँ चाहिँदैन है खानु बिस्कुट भाउजू यता पनि हाम्रो भाउजू हो अनि ओ भाउजू टुप्ला भात बनाবলৈ কি কৰিব লাগে টপলা ভাত বনাবলৈ हजुर এইটো মাজে মাজে পানী ঢালি থাকিব লাগে লাহে লাহেকে আকৌ লাহে লাহে সিজিবলৈ 1 ঘণ্টা লাগিব 1 ঘণ্টা 1 ঘণ্টা লাগিব সিজিবলৈ 1 ঘণ্টা লাগিব ইয়াত কেইটা টুকুলা বনিব ইয়াতে 25 টা টপলা বনিব 25 টা एक प्याकेट माने यता हाम्रो बाजे के भन्नुहुन्छ क्या के भन्नु अनि भाउजू एउटा दुईवटा शब्द के भन्ने कि के भन्नु र अब न्यु इयरको पिकनिक चल्दैछ के होइन भाउजू नि योपालि फर्स्ट चोटि हो पिकनिकमा मार्गेडामा उहाँ शिला पथारदेखि हुनुहुन्छ ल यता कमल भाउजू बाई ल भाउजू कुन चाहिँ डिपार्टमेन्टको म चाहिँ उयो हेर्ने डिपार्टमेन्ट सिस्टम चलिरहेको छ किचन कटिङ हाम्रो बाबा दाइले कुकुरीको सँग हाम्रो गुरु भाइ हाम्रो प्रियङ्का बहिनी एउटा दुईवटा शब्द भन्नु त के भन्छौ कि भिडियोको माध्यममा अरू के छैन नि म चाहिँ चिया लिएको छु चिया खाने हो बाबालाई कतिवटा काटिङ भइसक्यो भन न भन हो कतिवटा काटिङ भयो प्रियङ्का बहिनी यता चाहिँ हाम्रो पाहुना बहिनी हो सुन्दर सुन्दर पाहुना बहिनीहरू छ यता हाम्रो एकजना पाहुना बहिनी के नाम हो प्रस्तुति कहाँदेखि हो जागोनदेखि आएको अकेला छोड़ के कैसे जाऊंगा और माँ अब तो सीख गई हूँ ना प्रतिमा प्रतिमा बहिनी हेर्नुहोस् है हाम्रो बहिनीहरू पनि पिकनिकमा भर्खर आइपुगेको छ यहाँ हाम्रो जुनु भाउजू घर सेट कर अब फ्लाइट बुकिंग्स हेलो ह्याप्पी न्यु इयर सबैजनालाई 2026 को धेरै धेरै शुभकामना छ आज हाम्रो पिकनिकमा यहाँ के भात अरे यो खलम भात बनिँदैछ खलाम डिपार्टमेन्टमा रहेछ ल यसलाई घुराइ बनाउँदैछु ए यसरी बनाउँछ यो खलाम भात चाहिँ किनकि एकतिर मात्रै भयो भने डढ्छ अनि त्यसको लागि घुराइ राख्नुपर्छ यसलाई अच्छा बहुत राम्रोसितले म्यानेजमेन्ट पार्टीहरूले राम्रोसित दिएको रहेछ सब डिपार्टमेन्टमा रातिको लागि नि हेलोजन लाइट पनि छ तर यो हाम्रो प्रोग्राममा चाहिँ अब राति त हुने रहेछ राति भन्दाखेरि हामी 2 तारिक पुग्ने रहेछ 1 तारिकबाट पिकनिक खाँदा 2 तारिक पुग्छौँ हाम्रा प्रेसिडेन्ट मामा सेक्रेटरी प्रेसिडेन्टको डान्स हेर्नु हो अन्त भाइस प्रेसिडेन्ट हो वा हुलुस्तुल छ आदिर
आज 1 जनवरी 2026 को पहिलो दिनमा यसलाई पिकनिकको आयोजित गरिएको छौँ। यहाँ हामीले सबैजना यहाँ आउनुभएको छ। यता हाम्रो काकी हो, घर सामनै हो। केही भन्नु चाहन्छ कि काकी? एउटा दुईवटा शब्द? यता आमा हुनुहुन्छ, नमस्ते। के गर्नु, पिकनिकमा आइएको छ, राम्रो लाग्यो, फुर्ती लाग्यो, सबै कुरो हुँदैछ, खेलवाड पनि हुँदैछ, बहुत राम्रो लागेको छ। अनि यता हाम्रो बोजू हुनुहुन्छ। अनि बोजू, नयाँ सालको धेरै धेरै शुभकामना तपाईँलाई। अनि कस्तो लाग्दछ बोजू यहाँ आएर? राम्रो लाग्छ। यहाँ धेरै सारा प्रोग्राम चलिरहेछ, गेमहरू भइरहेछ र उसको उपभोग गर्दै मनोरञ्जन गर्दै हाम्रो यता माइजू पनि आउनुभएछ। म त बल्ल देख्दैछु माइजू। माइजू एउटा दुईवटा शब्द के भनिदिनु। आज 1 जनवरी पिकनिक हाम्रो फासबाटी टोलमा देउसी भैलीको पिकनिक राम्रो रमाइलो लागेको छ। अनि यस्तो प्रतियोगिता हुँदै लिनुभएको छ कि आग भाग? छैन। अनि यहाँ त हाम्रो सानो भाइहरू ठ्याक्कै फेरि माइजू पनि यहाँ मिलेछ है। माइजू केही भन्दिनँ नि। एउटा दुईवटा शब्द राख्नुहुन्छ कि? यता भाउजू के भन्नु, केही भन्नु छैन। ह्याप्पी न्यू इयर भन्नु छ, त्यति नै हो। अनि यता सबैजना भाउजू नै छ। यता कहाँको हुनुहुन्छ बोजू? म त चिनेन त हौ। गद्दुको? अच्छा ल, नमस्ते। अनि यता हाम्रो भाउजूहरू पनि हुनुहुन्छ। लु, सानो बच्चाको साथमा आउनुभएको छ। ह्याप्पी न्यू इयर। अनि यता हाम्रो भाउजू सधैँ भन्छ ए मुसुक्कै मुस्कुरायो। ल लाइन गरेर हाम्रो ललिता भाउजू पिङ नसार्नु नि। सानो हुराहुरी यता आइदिनु होला, साइडमा उता अगाडि होइन। यता बसिदिनु होला। मुङ्ग्रे ओ मुङ्ग्रे यता आइज। अब नेक्स्ट ललिताज्यूले प्रदर्शन गर्नु हुँदैछ। कोही पनि नबोलिदिनु होला है। चुप लाग्नु। हाम्रो यो टेक्ली भाँगा प्रतियोगितामा यहाँ चाहिँ आफ्नो नाक, आँखा, मन, कान सबतिर अब ध्यान दिएर अब यहाँ होइन त्यतिखेर सक्सेस होइन। के हुँदैछ? ए भाउजू त हल्ला नगरिदेऊ। यो खेले यस्तो एउटा गन्ध भयो भने भ्याइदिइहाल्छ। एक शब्द नबोलिदिनु होला। भएन, यो भएन। चान्स गयो भने उसको चाल विफल भयो। अरे ये तो भएन त हाँसिदियो। भएन रिजेक्ट। यो लोठीले यसरी खसेर टेकिङभित्र के छ अब, के पाइन्छ अब। स्टार्ट। बाँचो
धर्नु पाएन भयो हजुर जबरजस्ती त्यो रास्तातिर हराउनु हो मेरोतिर एउटा रिजेक्ट हल्ला नगरिदिनु होला उसको इच्छाले खेल्नु दिनु होला उसलाई ठिक छ उसको मनले खेल्नु दिनु होला कोही छ उसलाई जित्ने कोही छ भने भन्नुहोस् सबले सिट ललितालाई जित्ने कोही छ एकछिन अरू कोही छ कि अरू कोही छ फाइटमा अरू कोही छ भने यहाँ आउनु सक्नुहुन्छ मैदानमा यहाँ उत्रिनुहोस् को छ अझ कमल कहाँ गयो कमल कहाँ गयो आज खेल त सुन्न भयो कमल भाइ Outside. Let's disconnect the wall, please. Speed. Hello.
जानलाई हाँसेको होइन यो बाई मिस्टेकली यो भएको हाम्रो प्रियङ्का तामाङ आउट आउट भयो बिचरा छेउछेउमै थियो अब 5 जना छौ यो रस्ता तामाङ आउट भयो वेलकम टू माय यूट्यूब चैनल एंड हैप्पी न्यू ईयर टू ऑल। आज पहली बार मार्गेटा के फर्स्ट मार्टी यानी नंबर 2 दिवंग में सबसे बड़े पिकनिक सेलिब्रेशन कर रहे हैं। अभी रात हो चुकी है, सुबह से बैठा हूँ, बस अभी टाइम मिल रहा है मुझे जो मैं रिकॉर्ड कर रहा हूँ। तो बहुत सारा प्रोग्राम हो चुका है, यहाँ डांस प्रोग्राम सब हो चुका है। तो अभी यहाँ में कल्चर प्रोग्राम चल रहे हैं, देख रहे क्या था रे तेरो कैमरा मेरो मुन थापा पो राम्रो किन उठेको छैन यता बहिनीको नाम के थियो जमुना के भयो गाना भन्छ। त हाम्रो यो कल्चर प्रोग्राम चलिरहेको छ, यहाँ बहुत बहिनीहरूले सुन्दर सुन्दर नृत्य प्रदर्शित पनि गरिसक्यो र साथमा हाम्रो यहाँ बिनिसा कक फाइट केमा फर्स्ट भएको थियो। अच्छा र सबैजनालाई एउटा हात तापडीले हामीहरूको मुक्ति बाललाई पनि उज्जवलबाट धन्यवाद जनाइदियो है। र अब सुरु हुन्छ हामीहरूको आजको रातिको न्यू इयर सेलिब्रेसन अफ फर्स्ट मार्टी टिम देउसी भैली सम्मेलन देउसी भैली टिम अफ करेटाउ आज सुरु हुन जाँदैछ। र आजको साँझमा छ हामीहरूको 11 जना कन्स्टिट्युएन्ट छ। भइसकेको बिनिसा थापा आउनुभएको छ नृत्य प्रदर्शनको लागि, हेरिदिनु होला गाइस। बिनिसा बाबुले जोडले हात तापडी जमुनी लिम्बू उहाँको लागि एउटा जोरदार हात तापडी हुनु पर्यो। उहाँ हुनुहुन्छ जमुनी लिम्बू, हेरिदिनु गाइस। जमुनी लिम्बूको सङ प्लिज। जमुनी लिम्बू उहाँको नृत्य हेर्नु होला गाइस।
मेरो केरुङमा बसौँ रिस गर्ने रेलीमै रिसै गरी बसौँ आन्टीको छोरी आन्टीको छोरो तिम्रो र मेरो मायाको डोरो झन् बलियो कसम रे मै झन् बलियो कसम झन् बलियो कसम रे मै झन् बलियो कसम चिप्पे 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 गर्नुलाई सबैजनालाई हातबाट चुक्नु पर्छ मिल गया मिठाई। हैप्पी न्यू ईयर। अब हम मिठाई खाएंगे। ये वीडियो में तो मैं अभी तक उठा ही नहीं हूँ, आप उठे।
र हामीहरूको बिचमा छन् प्रकृति तामाङ र उसको लागि एउटा जोरदार हातताली हुनु पर्यो। Thank you.
राहुल लिम्बुज्यूलाई अर्पण गर्दैछु र सबैलाई मुडी मुडी धन्यवाद छ मेरोतिरबाट मलाई यहाँ निम्ताउनुको लागि सबैलाई मुडी मुडी धन्यवाद छ र ह्याप्पी न्यु इयर पनि हो सबैजनालाई ह्याप्पी न्यु इयर छ है बहुत खतरा बम रे बाबा मतलबी हो जा जरा मतलबी कभी हो जाए कुछ भी हो जाए इस तरह से चले सूरज यहाँ से बना है यारो भाई साहब ये देखो राहुल 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 राम्रो रातो मनरेलीमा खुकुरी भिरेको
छोड्दै लुट्न है पल्केको लौरेको रेलीमै फेसनै राम्रो रातो रुमाल रेलीमै खुकुरी भिरे लौरेको रेलीमै फेसनै राम्रो रातो रुमाल रेलीमै खुकुरी भिरेको खुकुरी भिरेको खुकुरी भिरेको खुकुरी भिरेको अब आजको जति पनि प्रतियोगिता थिए जति पनि गाली मन पर्यो उगले गरी मन पर्यो केले गाली मन पर्यो मजा 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 राहुल थापाले भिडियो गर भिडियो थापा छ अब यो बम एकदम कतिवटा शट अरे टेक 240 टाइम लाग्छ अब पड्किने पर्यो शट आफै जान्छ टाइम लाग्छ टाइम 30 सेकेन्ड लाग्छ 30 सेकेन्ड Happy New Year! Happy New Year guys! Happy New Year! ये देखो Happy New Year! Happy New Year! नयाँ सालको सबैलाई शुभकामना। आज यो आकाशमा पनि रङ्गीन गरेको छ। रङ्गीन आकाशमा सबैजना तल जमिनमा नया साल नयाँ सालको सबैलाई शुभेच्छा बोम र बारुदले एकदमै तारामण्डल भएको छ तल बस्ने जमिनमा सबैले आकाशतिर हेर्दैछ यस्तै लामो सोच र विचार भएर विचारहरूको धाराहरू आउँदो 2026 को सबैको दुःखद घडी भयो भने बिताएर 26 लाई आगमन ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर कस्तो लाग्यो सबैको क्यामेरा उपरमा
सबैले साथ दिनु पर्यो है ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर सबैजनालाई नयाँ सालको हार्दिक शुभकामना यो रमाइलो झिलिमिली साँझको र इतिमध्ये हामी बीच आजको यस नृत्य प्रतियोगिताका फलाफल आइसकेको छ र आजको यस नृत्य प्रतियोगितामा 11 नम्बर स्थान दखल गर्ने विजयी प्रतियोगीका नाम सुश्री तारा तामाङ। उहाँको लागि जोरदार हात थपडी मारिदिनु होला। उहाँलाई हामी लगभग 101 रुपियाँले पुरस्कृत गर्नेछौँ। 10 नम्बर स्थान दखल गर्ने विजयी प्रतियोगीको नाम सुश्री बल्म तामाङ। उहाँलाई पनि हामी 101 रुपियाँले पुरस्कृत गर्नेछौँ। कृपया थपडी मार्न यी बहिनीहरूको हौसला बढाइदिनु होला। 9 नम्बर पोजिसन दखल गर्ने विजयी प्रतियोगीको नाम सुश्री ललिता तामाङ। हामी उहाँलाई ललिता तामाङ बहिनीलाई 151 रुपियाँले पुरस्कृत गर्नेछौँ। 8 नम्बर स्थान दखल गर्न सक्षम भएका विजयी प्रतियोगीका नाम सुश्री नोरसेङ लामा। हामी उहाँलाई 201 रुपियाँले पुरस्कृत गर्नेछौँ। 7 नम्बर स्थान दखल गर्ने विजयी प्रतियोगीका नाम सुश्री खुसी तामाङ। हामी उहाँलाई 251 रुपियाँ नगद धनले पुरस्कृत गर्नेछौँ। 6 नम्बर स्थान दखल गर्ने विजयी प्रतियोगीको नाम सुश्री जमुनी लिम्बू। हामी उहाँलाई 301 रुपियाँले पुरस्कृत गर्नेछौँ। 5औं स्थान दखल गर्ने विजयी प्रतियोगीको नाम सुश्री प्रकृति तामाङ। हामी उहाँलाई 451 रुपियाँले पुरस्कृत गर्नेछौँ। केही क्षणपछि नै 5औं स्थान दखल गर्ने विजयी प्रतियोगीको नाम सुश्री प्रकृति तामाङ। हामी उहाँलाई 451 रुपियाँले पुरस्कृत गर्नेछौँ। 4औं स्थान दखल गर्ने विजयी प्रतियोगीका नाम सुश्री चौसेङ तामाङ। हामी उहाँलाई 601 रुपियाँ नगद धनले पुरस्कृत गर्नेछौँ। र अब म घोषणा गर्न चाहन्छु आजको यस प्रतियोगितामा तेस्रो स्थान दखल गर्ने विजयी प्रतियोगीका नाम र उहाँ हुनुहुन्छ सुश्री र उहाँको नाम चाहिँ यस प्रकारको छ सुश्री सङ्गीता थापा। र उहाँलाई हामी 1201 रुपियाँ नगद धनले पुरस्कृत गर्नेछौँ। र अब पालो आउँछ दोस्रो स्थान दखल गर्ने विजयी प्रतियोगीका शुभ नाम सुश्री को हुन सक्छ र यी बहिनीका शुभ नाम सुश्री विनिसा थापा। उहाँलाई हामी वेतनपछि नगद 2001 रुपियाँले पुरस्कृत गर्नेछौँ। र प्रथम स्थान दखल गर्ने विजयी प्रतियोगीका नाम सुश्री प्रतिमा तामाङ। कृपया जोरदार थपडी मारिदिनु होला उहाँको लागि। र केही क्षणपछि नै हामी उहाँलाई नगद 3001 रुपियाँले पुरस्कृत गर्नेछौँ। प्रतियोगी थिए उनीहरूको बिचमा जतिजना सबैजनालाई हाम्रो कमिटी तर्फबाट सबैजनालाई हामीले सानो सानो उपहार दिएर गएको छौँ। नमस्ते, म राहुल थापा। डान्स प्रोग्रामको चाहिँ खास गरी मैले राखेको थिएँ होइन, तर कुरा यस्तो हो अब बहिनी दिदीबहिनी सबैले डान्समा होइन धेरै प्रयास गर्यो। कसै फर्स्ट आयो, कोही सेकेन्ड आयो, कोही थर्ड पनि आयो, कोही लान्डु पनि भयो है। कसैले मान्छे लुगाखाउँ भन्ने म आशा लाग्छु है त। भविष्यमा सबैले फेरि कोसिस गर्नु होइन, कसरी राम्रो हुन्छ एक्सपिरियन्स बनाइराख्नु भन्ने म कामना गर्छु है त। नमस्ते। फर्स्ट पाउने चाहिँ कोसिस गर्नु। तपाईँलाई धेरै धेरै धन्यवाद। उहाँलाई आफ्नो अमूल्य उपहार सबैको अगाडि प्रस्तुत गर्नुभयो। आजको रमाइलो साझाको हामीहरू 11 जना प्रतियोगीको बिचमा छन्। हामीहरू
11 भित्र सबैभन्दा लास्टतिरबाट सुरु गर्छु भाइ। फर्स्ट म्याच चाहिँ लास्टमा कुरा हुन्छ तर लास्ट प्रतियोगिता तारा तामाङ उहाँलाई हाम्रो जित्न चाहन्छौँ। तारा तामाङको लागि अब एकबार जोरदार हात ताली हुनु पर्यो। हो तारा तामाङ जोरदार हात ताली उसको उज्जवल भविष्य कामना गर्छु हामीहरू सबैजनाले। हो तारा तामाङको र अब 10 नम्बर प्रतियोगी पाल्मो तामाङलाई हामीहरू जित्न चाहन्छौँ। पाल्मो तामाङलाई हामीहरूको उत्तर समितिको राहुल पाल्मो उहाँले आफ्नो पुरस्कार दिन्छन्। पाल्मो तामाङको लागि जोरदार ताली पर्यो। हो पाल्मो तामाङ र उहाँ 10 नम्बर प्रतियोगी आजको। अब आयो हामीहरू 9 नम्बर प्रतियोगी। आजको 9 नम्बर प्रतियोगी हो अबको 9 नम्बर प्रतियोगी हो हामीहरूको बिचमा छन् ललिता तामाङ, सुश्री ललिता तामाङ। उसलाई उसको लागि जोरदार हात ताली नम्बर 1 ललिता तामाङको लागि उज्जवल भविष्य कामना गर्छौँ हामी। यसपछि 8 नम्बर प्रतियोगी छन् मिस नरसिंह तामाङ, नरसिंह लामा आजको 8 नम्बर प्रतियोगी उहाँको उज्जवल भविष्य कामना गर्छु र साथैमा एमाउन्ट भन्दै हाल्नु अरे हो के भन्छ छैन एमाउन्ट छैन हुन्छ ल अब गडबड त हुन्न नि अघि भनेको छ कति हो नि नरसिंह लामाको लागि एउटा जोरदार हात बढाएर ऊ हो हामीहरूको 8 नम्बर प्रतियोगी हो। के को हिसाब किताब म त भुल्ले हो याद छैन कसको कति हो लगाइदियो खुसी तामाङ लो खुसी तामाङ आमा मम्मी यसपछिको प्रतियोगी हो हामीहरूको जसले 7 नम्बर जितेको छन् ऊ हो खुसी तामाङ। खुसी तामाङको लागि जोरदार हात बढाउनु पर्यो उहाँलाई र उसको उचित भविष्य कामना गर्छौँ हामी। लास्टमा त नाच त हुनै पर्यो नि। अबको प्रतियोगी छ 6 नम्बरमा जमुनी लिम्बू। जमुनी लिम्बूको लागि पनि एउटा जोरदार हात बढाउनु पर्यो। जमुनी लिम्बू जहाँ पनि छन् उहाँलाई हामीहरू जित्न चाहन्छौँ। जमुनी लिम्बूको लागि जोरदार हात बढाउनु पर्यो एकचोटि। उहाँको 6 नम्बर प्रतियोगी हामीहरूको आजको साँझको र यसपछि छन् 5 नम्बर प्रतियोगी हामीहरू आइपुगेको 5 नम्बर प्रतियोगीमा हामीहरूको 5 नम्बर प्रतियोगी हो प्रकृति तामाङ। प्रकृति तामाङको लागि एकबार जोरदार हात बढाउनु पर्यो। सबैजनाको हात बढाउनु पर्यो उसिनु पर्यो। हामीहरूको बिचमा छन् प्रकृति तामाङ उसलाई जोरदार हात बढाएर उसको उज्जवल भविष्य कामना गर्छौँ हामी है। यसपछि आउँछ हामीहरूको 4 नम्बर हामीहरूको बिचमा अब आउँछन् चोइसिङ तामाङ। चोइसिङ तामाङको लागि एकचोटि जोरदार हात बढाउनु पर्यो। उहाँको लागि जोरदार हात बढाउनु। चोइसिङ तामाङ उसको उज्जवल भविष्य कामना गर्छौँ हामी। यसपछि आउँछौँ हामीहरूको भन्दाखेरि 3 नम्बर प्रतियोगी। 3 नम्बर प्रतियोगी छन् सङ्गीता थापा। को भन्दा सङ्गीता थापा हामीहरू सबैजना उनीहरूको लागि एकदमै जोरदार ताली। सबै भाइहरूले उसको हामीहरू उज्जवल भविष्य कामना गर्छौँ र साथैमा नयाँ सालको हार्दिक बधाई। उहाँ जात प्रतियोगी अब हामीहरू आउँछौँ आजको सेकेन्ड प्रतियोगी। ठिक छ सेकेन्ड हामीहरूको सेकेन्ड प्रतियोगीको लागि जोरदार ताली। उहाँ हुन्छन् विनिशा थापा। उसको लागि जोरदार ताली हुनुपर्यो। विनिशाको उज्जवल भविष्य कामना गर्छु र साथै नयाँ सालको धेरै धेरै बधाई उसलाई। एउटा फोटो
र साथमा आजको साँची सन्ध्याको सबैभन्दा मेन प्रतियोगी जसको लागि हाम्रो प्रतियोगी गरिरहेको मेन हाम्रो मेन प्रतियोगी को चाहिँ होला भन्नु त कसैको त कुरा छ नि को हो कोही त छ होला नि सस्पेक्ट को भने उसको लागि जोरदार ताली प्रतिभा तामाङको लागि जोरदार ताली उसको उज्जवल भविष्य कामना गर्छु उ रामन नाची राम्रै एकदम भले सबतिरबाट राम्रै बढिया उसको उज्जवल भविष्य कामना गर्छु र उ हाम्रो 26 क्लासमाडी देउसी भैली टिमको उनको आजको मेन प्रतियोगी विनर अफ द इयर 2026 अब आउँछ म्युजिक यो हाम्रो देउसी भैलीको विनर टिम मैले आजको प्रोग्राम कल्चरको धरती मजारी लुटपुट कर दैयो मन चोरी करके नजर ले लट्टे बनावचे मीठ बोली ले मक्के करावचे ले ले भरी ले Never to think, that I wanna